झापातिर चाहिँ पुरै धान काट्ने बेला भइसक्यो हो। म चाहिँ यहाँ बरतिर यत्तिकै आएको थिएँ। अन्त बाटो बिर्सिक्यो आएको थिएँ। अन्त खेतै खेत गएको रोटेर जानु अझै खेतै खेत गएको छु। धानहरू पुरा काट्ने टाइम भएछ हो, पुरा पाकिसक्यो। यहाँ त के भएको छैन, उयो तल तल रातो रातो देख्दै गरेको अझै धेरै पाकेको छ। त्यो त अब भोलि पर्सि काटिहाल्नुपर्छ त्यो चाहिँ होइन। हुनु चाहिँ मेरो होइन, फेरि जोसुकै होस्, काटोस् नकाटे नकाटोस्, मेरो चाहिँ होइन है। अनि मैले काम गरेको जग्गा पनि देखाउँछु, म जहाँ काम गर्छु त्यो पनि। त्यसो गरी चाहिँ गाडीमा गएर चाहिँ अहिले चाहिँ फिलहालमा म उतै परेको फ्याक्ट्रीमा काम गर्नु आउँदैछु, किनकि नाइटमा यहाँ गर्छु फुल नाइट। अन्त डेमा चाहिँ गाडीमा आज गर्छु म मिनी टिप्परमा, ड्युटी। त्यही भएर चाहिँ म चाहिँ खेत आउँदैछु, किनकि रोटेर तलबाट आयो नि हुन्छ। तर म चाहिँ खेत आउँदैछु। म चाहिँ यता पछाडि गाडीमा काम सकेर अनि नुहाएर एकदम फ्रेस भएर चाहिँ आएको छु। अब अहिले फिलहालमा 7 बजेको छैन। त्यहाँबाट गएर रुममा खानाहरू बनाउनु लगाउनु पऱ्यो केटाहरूलाई। बनाइ मागेर अन्त चाहिँ काममा लाग्छु। अनि म भरे 8 बजीतिर खाना खान्छु। मलाई पालो दिनुहुन्छ एकजना साथी, आधा घन्टा म खाना फुल नाइट ड्युटीमा। आज चाहिँ खेत आएको थिएँ, पुरा धान मान्छेले भन्छ है कसरी काम गर्छस्, नाइटमा पनि फुल नाइट गर्छस्, अन्त डेमा पनि गाडीमा हिँड्छस् भन्छ। टाइम वेस्ट हुन्छ कि अब धेरै टाढो जानुपर्ने हुन्छ दिउँसो काममा गाडीमा। त्यो टाइममा चाहिँ म सुतिदिन्छु क्या, पुरा गाडीमा सुतिदिन्छु। गएर लोड अनलोड गरेर चाहिँ फेरि पनि सुत्ने हो मेरो काम चाहिँ। कोही बेला 3 त्यसो गर्दै सुत्दै मेरो निद्रा पुगिहाल्छ। नाइटमा चाहिँ यहाँ आउँछु, यहाँ पनि फुल नाइट। यहाँ चाहिँ सुत्नु पाइँदैन, फ्याक्ट्रीमा चाहिँ आँखा झिमी गर्नु पाउँदैन। अलिकति आँखा झिमी गऱ्यो भने त्यहाँनिर आगो बल्छ, किनकि मेसिनमा पुरै। त्यही भएर एनी टाइम आँखा खोलाइ राख्नुपर्ने हुन्छ। निन्द्रा त यति धेरै लाग्छ कि अब सायद 5 मिनटको लागि सुत्नुको लागि कोही मान्छे आएर 5 मिनट म हेरिदिन्छु भनेको भए पनि यति धेरै खुसी हुन्थ्यो होइन। त्यस्तो लाग्छ आफूलाई फिल। तर के गर्नु, फेरि 5 बजीबाट निन्द्रा हराइहाल्छ। त्यहाँबाट फेरि खानासाना बनाएर खाएर तुरन्त गाडीमा 8 बजीबाट 7 बजीसम्म यता आधा घन्टामा नुहाइधुवाइ खानासाना गरेर गाडीमा जानुपर्ने हुन्छ। अनि सायद कसैसँग बात पनि गर्नु त्यस्तो साह्रो पाइँदैन हो, फोनमा मेसेजमा भन्छ। अब कतिले त नराम्रो सोच्दै होला, तर त्यस्तो चाहिँ नसोच्दिनँ। मेरो चाहिँ एकदम के भन्नु, कामै त्यस्तो छ। पैसा छ, सबै आफ्नो छ होइन। पैसा छैन, कोही छैन भन्छ नि। त्यसैले एक न एक दिन मलाई नि पुरा भरोसा छ, खुद म आफैमाथि यति धेरै भरोसा छ कि आज नभए भोलि कसम भनेको सक्सेस हुन्छ म भन्ने चाहिँ मलाई पुरा विश्वास छ। त्यसैले कन्टिन्यू चल्दैछ। रोडमा आइपुगेँ अनि कम्पनी छेउ आइपुगेँ, देखाइदिन्छु म तपाईँहरूलाई। कम्पनी चलिरहेछ। म चुपर त्यो हल्का यो घरहरू देख्नु हुँदैछ, यो घरको पछाडिबाट आएको म चाहिँ। उहाँबाट चाहिँ यता दानबारीबाट यस्तो हुँदै आएर यहाँबाट निस्केको। अब चाहिँ कम्पनीतिर लागेको। क्यान्टिन खुलेको छ भने एउटा भोला र एउटा सिगरेट सट्टै बनाएर चाहिँ गइन्छ। अब क्यान्टिन खुलेको छैन भने ठिकै छ, कुनै दिन आएर खाउँला। अहिलेलाई सबैजनालाई बाई बाई। मेरो पनि अब ड्युटी लाग्नुपर्छ। अहिले 5 बजिसक्यो, 6-7 अब ज्यादा टाइम छैन।
एकछिन गएर अब बस्नु पनि पर्छ, रेस्ट पनि गर्नुपर्छ। दिउँसोभरि धेरै गाडीमा काम थियो आज, अन्त त्यो कामले गर्दाखेरि हामी चाहिँ एकदम, अब हामी के भन्नु, म एक्लै त छु होइन, म चाहिँ एकदम थाकेको हुन्छु। जस्ट आधा घन्टा भए पनि रेस्ट गर्छु, अन्त चाहिँ 7 बजी उठेर ड्युटी जान्छु। यहाँ पनि स्टाफ रुम छ छन चाहिँ, तर म चाहिँ पर बस्नुपर्ने हुन्छ। उहाँ गाडी छ, यता पनि छ दिउँसो गाडीमा चाहिँ। म चाहिँ एक देश भनौँ न, अब साइकल छ अब आउनु जानुको लागि त। यता लिएको थियो साथीले साइकल, छ कि कहाँ पुग्यो हेर्नुपर्छ अहिले भरे। अहिलेलाई सबैजनालाई बाई बाई।